हेलो एभ्रिवान नमस्ते। आज तपाईँहरूको प्रश्न यहीँ समाप्त हुन सक्छ जस्तो लाग्छ मलाई। मिसेज एन्ड मिसेज सम एक्स वाइ जेड, आज तपाईँलाई धेरै धेरै बधाई छ। तपाईँको नाम गणक र सुप्रेक्षमा निकाल्न अ, एकदम बधाई छ तपाईँलाई। ल यही अब हामी आफ्नो भिडियो सुरु गरौँ। सबैको प्रश्न एउटै, सर कहिले गणक र सुप्रेक्षको रिजल्ट आउँछ अरे भन्दै मलाई सोधिरहेको थियो उहाँहरूले। त आज यही कुरालाई म विस्तृत गर्दै तपाईँहरूको यो भिडियो लगाएको छु। तपाईँहरूको नाम सर्टलिस्ट कहिले आउँछ र के कसो छ हामीले यही भिडियोबाट बुझ्न सक्छौँ। कृपया तपाईँहरूले भिडियोलाई लाइक र सब्सक्राइब गर्नुहुन्छ र तपाईँको सबैको यही माग छ कि सर गणक र सुप्रेक्षको सर्टलिस्ट कहिले आउँछ। त तपाईँहरूको यही प्रश्नलाई लिएर म आज यो भिडियो बनाएको छु। तपाईँको यो भनेको हामीले कसरी चेक गर्ने त्यो सबभन्दा पहिला हामी बुझ्नु पर्यो। त सबभन्दा पहिला मैले मोबाइल अन गरेँ। यो सबैभन्दा सबैले क्रोममा थिच्नु होला र क्रोममा थिचेपछि मैले यो स्टार्ट गरेको थिएँ। तपाईँलाई म सुरुदेखि स्टार्ट गरेर हेराउँछु। तपाईँले क्रोममा गएर HRMS नेपाल .gov.np .loginमा थिचेर क्लिक गर्नुहोला अनि यसका वेबसाइट खुल्छ। यो हेर्नुहुन्छ नेसनल स्ट्याटिस्टिक्स अफिस राष्ट्रिय तथ्याङ्क कार्यालय, यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरेपछि तपाईँलाई यसको वेबसाइट खोलिन्छ। यो वेबसाइट खोलेपछि तपाईँलाई यहाँ हेर्नुहोला तपाईँको नाम आज यहाँ आएको छ कि छैन, के छ कसो छ, म त्यसको बारेमा तपाईँलाई विस्तृत आज भन्ने नै छु। तपाईँले के गर्नु होला यहाँबाट हेर्नु। यहाँ तपाईँको ल एकछिन म त्यसलाई सिधा गरिदिएँ है, एकछिन। ओके दिस ल तपाईँ हेर्नुहुन्छ यो हाम्रो नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय नै हुन्छ। यहाँ तपाईँले के गर्नु पर्यो, तपाईँको नाम लिस्ट कहिले आउँछ के आउँछ मैले यहाँ सबै कुरा खोज तलास गरेर उहाँसँग मैले सब कुरा सोधेर आज 10 गते लेट नाइट भनिरहेछ उहाँले। लेट नाइट 10 बजेतिर सर्टलिस्ट अपलोड गरिन्छ यहीबाट। अनि तपाईँको नाम यदि आयो भने हामी यो च्यानलमा सबभन्दा पहिले नै हेराउँछौँ। त्यसको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला। तपाईँले यहाँ राति 10 बजे ठ्याक्कै हाम्रो च्यानलमा आउनुहोस्। होइन भने यसरी जसरी म सिकाइरहेको छु तसरी तपाईँ चेक गर्नुहोस्, तपाईँको नाम आउँछ नै। अहिले नै तपाईँलाई धेरै धेरै शुभकामना र बधाई छ। अनि तपाईँले चेक कसरी गर्नुहुन्छ, जस्तै हेर्नुहोस् यहाँ हामीसँग चेक गर्ने तरिका हेर्नु। यहाँ तपाईँले यसरी यता हेर्नुहोस्, यसरी नै त्यहाँ देखिरहेको हुन्छ रिजल्ट, यता दिइरहेको हुन्छ। होइन यहाँबाट तपाईँले रिजल्ट पाउनु भएन भने तपाईँ यसरी यहाँ तीनवटा डडोमा केवल क्लिक गर्नुहोस् र यहाँ तपाईँले यसरी माथि गर्नुहोस्। माथि यो सूचना हाम्रो यहाँ सूचनाहरू छ नि, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि तपाईँले यसरी माथि गर्नु बिस्तारै। हेर्नुहोस् योभन्दा पहिले के छ हामीसँग यहाँ निलामी राष्ट्रिय तथ्याङ्क परिषद 5औं बैठक के छ यहाँ करार सेवा जनशक्ति लिने सम्बन्धी सूचना। यस्तै गरेर हामीसँग एउटा यो सूचना आएको थियो र अर्को सूचना करार सेवा यस्तो आएको थियो। यसरी नै तथ्याङ्क कार्यालयको पनि यहाँ हेर्नु, तथ्याङ्क दिवस कार्यालय होइन। यसरी नै यहाँ रिजल्ट 10 बजे रातिसम्म आज पब्लिस हुनेछ। त्यसमा तपाईँ क्लिक गरेर तपाईँले आफ्नो नाम चेक गर्न सक्नुहुन्छ आएको छ कि छैन, अगाडिको प्रोसेस के हुन्छ, सबै कुरा यही च्यानलमा हामीले के गर्छ पब्लिस गर्ने नै छौँ। अनि हामीले खोज तलास गरेर तपाईँको लागि यो सूचना लगाएको छौँ। सर्टलिस्ट आज 10 बजे रातिसम्म आउन सक्छ। त्यसपछि इन्टरभ्यू कहिले हुन्छ, के हुन्छ, कस्तो हुन्छ हामीले यही च्यानलमा अपलोड गर्ने नै छौँ। सो तपाईँले यो च्यानललाई सब्सक्राइब गर्नुहोला। लगभग हामीले बुझेको, हामीले खोज तलास गरेर सर्टलिस्ट भएपछि 7 दिनपछि इन्टरभ्यू हुनेछ, जिल्ला जिल्लैमा हुन्छ। त्यसपछि के भन्छ सर्टलिस्ट भएपछि त्यहाँ लगभग 17 गते बुझ्नुहोस्, 17 गतेदेखि 22 गतेसम्म सर्टलिस्ट इन्टरभ्यू हुन्छ। अनि 24 घन्टामा त्यसका रिजल्ट पनि पब्लिस हुन्छ। अनि त्यसपछि ट्रेनिङ दिन्छ, आइडी कार्ड प्रोभाइड गर्छ। त्यसपछि फिल्डमा खटाउने काम गर्ने छ। अनि कस्तो इन्टरभ्यूमा प्रश्न सोध्छ, के कस्तो गर्छ, त्यसको लागि हामी यो च्यानलमा तपाईँलाई अगाडिको अपडेट दिने नै छौँ। त्यसको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। अहिलेको लागि तपाईँ सबैलाई धन्यवाद
र बधाई छ अग्रिम, तपाईँको नाम पक्कै नै आउनेछ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै हृदय मुटुबाट बधाई छ। तपाईँहरूको नाम पक्का आउनेछ। धन्यवाद। तपाईँहरू प्लिज च्यानललाई सब्सक्राइब गर्नु र सेयर गर्नुहोला आफ्ना साथीहरूसँग पनि। धन्यवाद।